गर्छु त्यो हो सफलता उनीहरूले नै पाउँछन् जसले कहिले पनि हार मान्दैन। सफलताले उसैलाई पछाउँछ जसले कदापि हार मान्दैन। अहिलेको समयमा हामीलाई चारैतर्फबाट चौतर्फी आक्रमण भएको हामी सबैले महसुस गर्न सक्छौँ। पछि हामी लाग्दैनौँ र धेरैजनाले अहिले हामीले देख्छौँ धेरैजनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ अनि पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ। अरूलाई गाली गरेरै मात्र देश बन्छ जस्तो लाग्छ, तर स्टन्ट गरेर देश बन्दैन। स्टन्ट गरेर देश बन्छ, स्टन्ट गरेर देश बन्छ। देश बनाउने हो भने योजना अनुरूप काम गर्नुपर्छ, काममा इमानदारीता हुनुपर्छ। त्यसकारण हामी स्टन्ट गर्ने युवा होइनौँ, काम गर्ने युवा बनौँ। त्यसकारण हामी अराजक युवा होइनौँ, अनुशासित युवा बनौँ। And let's not be the complainer only. Let's be the solution maker. समस्या आइपर्यो भने कुद्ने भाग्ने होइन, समस्या आइपर्यो भने समस्यालाई अगाडि जुझ्ने र समाधान गर्ने ल्याकत राखौँ हामी युवाहरूले। Our country needs us. यो देशलाई हामी युवा सक्षम युवाको खाँचो छ। यो देशलाई असल युवाको खाँचो छ। थोदेया त देख्यो खचा छिक्पी झि तको खतोदा देश त न्हनि नेग्यो खचा छप्प छदी जुगु इ वे धुंगु गुदु। Our country needs us. अफवाहको पछाडी फटाहरूले निम्त्याएका विभिन्न भ्रमका पछाडी जाने होइन। के हो ठीक के हो बेठिक भनेर छुट्याउन सक्ने क्षमता राख्नु पर्दछ। जे देख्यो त्यही हो। You see and you make perception. यो कदापि हुँदैन। हामी युवाहरू we see things, we critically think, we critically analyze and then only we make our perception. कुनै पनि कुरालाई सोच विचार पुर्याउनु भन्दा अगाडि हामी सोच्छौँ, हामी विचार गर्छौँ। सत्य के हो डेटाले के भन्छ भनेर हेर्छौँ, अध्ययन गर्छौँ अनि मात्र हामी युवा हुन्छ। उमेरले युवा भएर युवा मानिदैन, उमेरले मात्र युवा बनिदैन रहेछ। हामी निरन्तर अध्ययनशील हुन्छौँ, सत्यको पछाडि हामी सदैव उभिरहनेछौँ। मैले नेकपा एमालेबाट जब आबद्ध हुने निर्णय गरेँ धेरैजनाले मलाई के भन्नु भएको थियो म तपाईहरुलाई सुनाउन चाहन्छु। धेरैजनाले मलाई निरुत्साहित पनि गर्नुभयो, धेरैजनाले भन्नुभयो यो पार्टीमा युवाको लागि ठाउँ छैन, यहाँ क्षमतावान मान्छेहरू छैनन्, अब जीवन बिगार्यो। राम्ररी कमाई धमाई गरिरहेको, इज्जत कमाइरहेको, काम गरिरहेको मान्छे बेकारमा राजनीतिमा गएर पार्टीमा गएर जीवन बिगार्यो भनेर धेरैले मलाई अनेकन भ्रम छर्ने मात्र होइन मलाई भड्काउन लागि निरन्तर प्रयास पनि गर्नुभयो। सोशल मिडियामा भाड भैलो गरेर उग्र बन्न एमालेले सिकाउँदैन। एमालेले राम्रा कामका प्रचार प्रसार गर्न युवा शक्तिको सदुपयोग गर्छ। त्यसकारण मलाई एमाले मन पर्छ।